गाउँघरतिर सिभिलाइज मान्छे ज्यादा हुँदाखेरि पनि यस्तो प्रब्लमहरू हुँदो रहेछ हौ। यहाँनिर जुन दृश्य देखाउन गइरहेको छु यो एरियामा चाहिँ गार्बेज स्टक गर्ने जग्गा बनाइएको छ। यहाँनिर 3टा ढ्वाङ पनि दिएको छ र अब यो हाम्रै गाउँमा भएको कुरा हो है। अबदेखि यस्तो कसैकोबाट फ्याल्दै गरेको देखेमा उहाँहरूको म अनुहारसँगै भिडियो लाउनु पर्नेछ हौ। धेरैपल्ट भइसक्यो। अब यो जग्गामा यसरी मैला देख्दाखेरि चाहिँ गाउँकै मान्छेले गरेको भन्छ। अब अथवा गाउँकै मान्छेले गरेको हो भने उहाँहरूको पनि भिडियो म लाउने छु। बादमा चाहिँ यहाँनिर बाटोभरि मैला छरिरहेको छ। धेरै मान्छे ओहोरदोहोर गरिरहेको थियो त धेरैले यसलाई टिपेर फ्यालेको देखेनौँ र हामीले यसलाई साइड गरेका छौँ है। आउने दिनहरूमा यस्तो कुरा देख्नु नपरोस् भन्न चाहन्छु। अगर यस्तो एरियातिर यस्तै कुराहरू फेरि देखेमा त्यहाँदेखि उता के हुनेछ भन्ने कुरा त्यति बेलै थाहा हुनेछ। यहाँनिर जुन 3टा ढ्वाङ देखिरहेको छ र यहाँनिर गेट पनि बनाइदिएको छ। यो त्यसै बनाइदिएको होइन, तपाईँ हामीले यो जग्गासम्म ल्याइसकेपछि यहाँभित्र हाल्ने पनि गरौँ। अथवा गाउँतिरदेखिको बाहिरको मान्छेले गाडीमा ल्याएर यहाँनिर फ्यालेको हो भनेदेखि त्यति बेला देखिन् भने पनि हामीहरूले यो तपाईँहरूकै गाडीमा हालेर पठाइदिनेछौँ।